चाहिँ हायत प्यालेसमा थियो न यस्तो खाना साथीहरू हामीले खान थालिसक्यौँ मान्छेको अटेन्सन कसरी ग्राब गर्ने इज द न्यू करेन्सी त्यो दोस्रो लट सुरु भइसक्यो होइन हामी फेरि आइसक्यौँ वासरुमतिर न घुम्दै फिर्दै हे एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग आजको ब्लगमा चाहिँ हामी जाँदै हम हायत 5 स्टार होटल जुन बुटोलको वान एन्ड ओन्ली 5 स्टार होटल जुन अहिले भर्खरै खुल्यो त्यहाँ चाहिँ केही प्रोग्राम हुँदैछ होइन त्यहाँ चाहिँ हामी साथीहरू जाँदै हम अहिले चाहिँ म भर्खर तलको काम सकेर आएँ अब के हो भने चाहिँ काम सकियो अब तल जान्छु फेरि खानासाना खान्छु रेडी हुन्छु अनि जानुपर्छ उहाँको प्रोग्राम चाहिँ सायद 11 बजेदेखि सुरु हुन्छ होइन आज माघ 10 गते शनिबार अब यो ब्लग कहिले आउँछ थाहा होइन कहिले एडिट गर्छु अब हाल्छु कि एडिट गरेर हाल्छु त्यो पनि थाहा होइन होइन अब यो ब्लग चाहिँ आउँछ अब कहिले आउँछ त थाहा होइन यो चाहिँ मैले भर्खरै इन्ट्रो दिँदै हो भर्खरै आएर पल्टेको अब भर्खरै ब्लग सुरु गरौँ भनेर गरिहालेँ होइन यहाँको एक्सपिरियन्स नि रेकर्ड गरौँ न कस्तो हुन्छ प्रोग्रामको भनेर यो चाहिँ रेकर्ड गर्न थालेको अब अनि यो ब्लग चाहिँ अब कहिले आउँछ भने अब जहिले आउँछ त्यो डेट त भनिदिएँ अब कहिले आउँछ थाहा होइन अब तल जान्छु खानासाना खान्छु आउँछु रेडी हुन्छु त्यसपछि फेरि रेडी भएपछि भेटौँला ल म चाहिँ खाना खाएर रेडी भइसकेको छु होइन आजको फिड चाहिँ यही हो अब चाहिँ खाना खाएँ अब यसमाथि भएर विन्चिएर लाउनु पऱ्यो होइन बाल चाहिँ मिलाएन बाल चाहिँ मिलाउनु पऱ्यो मेरो कोठामा होइन 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 जाने भनेको यता आमाको कोठामा ऐना गएर ऐना हेरेर बाल चाहिँ मिलाउनु पऱ्यो बत्ती खुल्दै रहेछ होइन यो है ल म तल गरेँ भर्खर सब रेडी भयो होइन बाल त अलि मिलाएन बाहिर ऐनामा हेरेर मिलाउँछु अब चाहिँ हामी यहाँबाट निस्केर सिधै हायतमा गएर भेट्छौँ हामी चाहिँ हायतमा आइसक्यौँ होइन ब्लग चाहिँ सुरु भइसक्यो पार्किङ गऱ्यौँ होइन उता पार्किङ राख्यौँ अब यतैबाट निस्किनु भन्नु अब यतैबाट निस्किनु लिफ्ट छ कि यता कताबाट हो होइन यताबाट ट्याक्क अब हामी मास्तिर प्रोग्रामतिर लाग्यौँ होइन अब उतातिर राउन्डवाला के अरे के भन्छ त्यसलाई कि मिरर भन्छ कि त लुकिङ मिरर टाइप छ होइन त्यहाँबाट ट्याक्क अहिले पछि ओ होइन के त हो र यहाँबाट हामी चाहिँ हिँड्यौँ होइन यस्तो छ भित्रको इन्ट्रान्स चाहिँ दिपेशले जता जतातिर हामी चाहिँ हिँड्यौँ होइन र प्रोग्राम चाहिँ कस्तो हुन्छ त्यहीबाट थाहा हुन्छ कताबाट हामी निस्क्यौँ यता हो कि म चाहिँ यताबाट हामी यो हाम्रो भाउचर ठ्याक्क यहाँबाट आएको यस्तो गर्छौँ हामी चाहिँ घुम्नु सबैले हामी चाहिँ भित्र हामी यहाँ एन्ट्री गरेर होइन यहाँ सुसित छ अनि यहाँ म छु यता दुइटा केटाहरू छन् हामी चाहिँ हलमा आएर बस्यौँ प्रोग्राम सुरु हुन चाहिँ अझै 12 बजी सुरु हुन्छ कि खै त्यहाँ लेखेरै छ हामी चाहिँ 11 बजी आएर एन्ट्री गऱ्यौँ यो चाहिँ यसो ट्याक्क होइन यो हल पछाडि यत्रो ठुलो हल छ होइन त्यहाँमा भइहालेँ अब यसो वासरुम जाने भनेको वासरुमको थाहा छैन अगाडि छ कि भनेर बिल्ला लाग्यो कि म भनेको के भन्छ एक्सट्रोभर्ट भनेको म सिर्फ सोसियल मिडियामा हो कि यो रियल लाइफमा चाहिँ म इन्ट्रो एक्सट्रोभर्ट हो कि कस्तो सोध्ने डर लाग्यो भने लाज लाग्छ के भन्ने यस्तै गाह्रो भएन अब प्रोग्राम कतिर सुरु हुने थाहा छैन होइन अब हाम्रो चाहिँ किनोट स्पिकरहरू हुन्छ प्रोग्राम चाहिँ आज प्यानल डिस्कसन अनि त्यसपछि 2-3 सेसनहरू होइन मोटिभेसन टाइप अनि यो चाहिँ हाम्रो यङ इन्टरप्रेनर समिट 2026 पछाडि चाहिँ हाम्रो उयोहरू के भन्छ त्यसलाई स्टलहरू छ त्यहाँ चाहिँ अहिले पछि हाम्रो के भन्छ आइटीसँग स्टल भिजिट नि गर्छौँ होइन अहिले चाहिँ यस्तै चल्दै अझै अरू नि आउँदै हुनुहुन्छ होइन सबैहरू आउँदै हुन्छ हामी चाहिँ अब यहीँ बस्छौँ फोटो खिच्न जाने भनेको कति खिच्न जाने थाहा छैन गाह्रो छ अहिले बेसपेन्टमा चाहिँ खिच्नुपर्छ हरिफरि ल अहिले चाहिँ यस्तो छ अब अहिले टोइलेटमा गएर भेटौँ ल कतिर टोइलेट बाथरुम के होइन यताबाट हामी तल उसको जाने के अरे टोइलेट गएर हातमा टोइलेट चाहिँ वाल चाहिँ टोइलेटमा खिचेन भने धेरै मान्छे थिएन यस्तो छैन बालकनी यस्तो हरिफ छ होइन 2020 lot of us don't actually realize world actually evolved into the whole new world way of doing things. Pandemic happened. यस्तो खाना साथीहरू हामीले खान थालिसक्यौँ खाँदा ब्लग गराउनु याद आएन यहाँ यस्तो खाना यता साधन सोसित दिपेश उताको म यहाँ हुन यस्तो के भन्छ प्लेट मेन्टेनेन्स नभएपछि यस्तो आफै निकालेपछि झ्याप्छु पहाड हो गराउने यस्तो छ यस्तो आनन्द ल ट्याक्क त्यो दोस्रो लट सुरु भइसक्यो होइन मैले दिपेशले सोसितले साधन चाहिँ खाएनन् तर अर्को लटबाट निकाल्दा नि साधन आफ्नो गएनन् यिनीहरू धेरै लाज लाग्छ नि के अरे हामीसँग मात्र हिरो बच्चा चल पल दिन्छन् हामीसँग उहाँ गएर निकाल्न डराउँछन् म त पहाड गएर अब यति भ्याउने हो त्यसपछि अरू केही थाहा छैन ल अब उता भित्र गएर यसो खिचौँ ल हामी फेरि आइसक्यौँ वासरुमतिर न घुम्दै फिर्दै फेरि हामी टोइलेटतिर अघि निस्केको ब्लग त्यसले बनाएको यस्तो यहाँको मिरर चाहिँ हेर्न
यता साधन छ नि यहाँ फोटो खिच्दै खान चाहिँ यहाँ साझो देखेस यहाँ हट त यहाँ छ क्यामेरा यहाँ चाहिँ हामी अब ब्ल्याक कफी खाँदैछौँ होइन उता केटाहरू थियो नि हिरोले नखाने रे हामी चाहिँ अब खाने हो के भयो They were having a birthday party, some friend ko, and it was in his house. So some boys had decided to pick up the cake and throw it at the birthday boy's face. Hunsa ni? I'm sure some of you have done it, experienced it. That birthday boy le duck garyo, cake usko baba ko mukh pa, haina? Tyo video viral bhayo, 28 million views. Do you think that created a personal brand for him? Not at all. That was a moment and it died down. That was a trend. That is not a brand. A brand is when people see you and know you even before you start speaking. I promise you, if any of you here want to start investing in your personal brand, ek din ma hune wala chaina. Consistency ta chahincha nai. बाई प्रडक्ट हुन्छ बाई प्रडक्ट आफै ट्रस्ट मी सो डलर कमाउने पैसा कमाउने होइन कि मान्छेको अटेन्सन कसरी ग्राब गर्ने इज द न्यू करेन्सी द्याट्स वाट आई वान्टेड टु कम्युनिकेट टु यु लाइफ इज चेन्जिङ है वर्ल्ड इज चेन्जिङ अन्डरस्ट्यान्ड वाट आइम ट्राइङ टु से एन्ड इट मेक्स यु लर्न थिङ्स एन्ड मेक्स यु सार्पर सो अहिले के हुन्छ स्कुल जाने कलेज जाने आफूलाई अपग्रेड गर्ने भन्नुहुन्छ नि तपाईँलाई त्यो कन्टेन्ट बनाउँदाखेरि तपाईँलाई के पनि थाहा छैन रे क्या बट इफ यु स्टार्ट इन्जोइङ मेकिङ कन्टेन्ट तपाईँले आफै रिसर्च गर्नुहुन्छ अनि यो कोही टिचरले तपाईँलाई पढाउँदाखेरि आदि बुझ्ने आदि नबुझ्ने हुन्छ नि आफूले जब रिसर्च गर्नुहुन्छ नि 100% बुझ्नुहुन्छ बिकज आफैले रिसर्च गरेर मैले यो बुझिनँ भनेर हेर्न थालेर प्र्याक्टिकल गर्नुहुन्छ अनि त्यही बुझेको कुरा अरूलाई बुझाउन थाल्नुभयो भने त्यसमा मास्टरी हुँदै जान्छ सो यु अपग्रेड योर सेल्फ एज वेल तपाईँ हामी चाहिँ होइन प्रोग्राम भइयो सन्जु दाईको चाहिँ सेसन भयो सन्जु दाई र मान्छे दिदीको थियो लास्टतिर होइन वाट्सएप त्यो भ्याम अनि त्यसपछि हामी चाहिँ निस्क्यौँ किनभने अँध्यारो भइसक्यो घर गएर फेरि अन्त के हो त्यही होइन प्यालेस चाहिँ यस्तो होइन बवाल छ 5 स्टार हो भनेपछि त्यस्तै हो यहाँ चाहिँ हाम्रो के अरे ह्याम्परहरू यहाँ स्पोन्सरहरू यहीँ हो हामी यो अब यहाँबाट पार्किङबाट निकालेर सुरुमा वासरुम गयो त्यसपछि घरतिर लाग्छौँ अब घर गएर भेटौँ सेसनको बारे घर गएर कुरा गरौँ लाग्छ त्यो पार्किङबाट निकाल्दै गर न ल साथीहरू हामी चाहिँ के भन्छ हाम्रो प्रोग्रामबाट निस्क्यौँ सन्जोग सरको सेसन भयो प्रोग्राम एकदमै राम्रो थियो होइन प्रोग्राम चाहिँ हायत प्यालेसमा थियो न नेपाल भन्दा बुटोलको वान एन्ड ओन्ली 5 स्टार प्यालेस अब हामी चाहिँ यहाँबाट निस्क्यौँ हाम्रो हेम्पर तिमीसँगै छ न हाम्रो हेम्पर तिमीसँगै साथीहरू मुला साधन निकाल्न गएको मैले देखेँ कहाँ गएँ कहाँ अब थाहा भएन हामी चाहिँ बाहिर अलपत्र परेछौँ अन्त टाढा होइन घरबाट त्यही नि अब ठिक छ आजको उहाँ रहेछन् तिनीहरू मुलाहरू तहन हामी चाहिँ अब निस्क्यौँ ल उहाँ मुला सागर उहाँ पर गएर कुरो रहेछन् अब चाहिँ हामी घर गएर प्रोग्राम कस्तो भयो के भयो भन्ने बारे चर्चा कुरा गर्नेछौँ ल पिस आउट ल साथीहरू होइन भर्खरै घर आयो प्रोग्रामबाट कति बज्यो 6 बजे ठ्याक्क आउँदा 6 बज्यो 5 बजे भइयो थियो सेसन होइन प्रोग्राम चाहिँ होइन यस्तो राम्रो भएको थियो कि होइन लास्टको 2टा वर्कसप चाहिँ हाम्रो मानसी अग्रवाल म्याम होइन के अरे कम्युनिकेसन एल्केमी अफ सोलको सिइओ र हाम्रो सन्जोग कोइराला सर होइन हाम्रो सेयर मार्केटको हिरो गुरु होइन उहाँलाई हेरेरै आइपिओ सेयर मार्केटतिर सुरु गरे होइन उहाँहरूको सेसन चाहिँ यस्तो राम्रो भएको थियो होइन अझै मेन जुन कम्युनिकेसन स्किलबारे भयो होइन अनि त्यसपछि हाम्रो सन्जोग सरको थियो हाम्रो कन्टेन्ट क्रिएसनबारे होइन कसरी उ गर्ने उ थियो एकदम राम्रो भयो क्या प्रोग्राम भनेको जस्तो यस्तो वर्थ इट के हुन्छ नि कसम त्यो प्रोग्राम पर्सनली म गएको थिएँ होइन टाइगर प्यालेसमा भएको थियो यसको यङ नेप्लिज यङ इन्टरप्रेनर भरौँ होइन अहिले चाहिँ हायतमा भएको थियो एकदम राम्रो एक्सपिरियन्स भयो होइन अझै अर्को साल नै हुन्छ त्यसमा पनि जान पाउँछु र अझै राम्रो एक्सपिरियन्सहरू गेन गर्न सक्छु भन्ने आश छ होइन त यो आजको प्रोग्राम चाहिँ ओभरअल राम्रो भयो क्या वर्थ इट प्रोग्राम सन्जु सरहरू धेरै कुरा सिकेँ होइन कस्तो प्लेटफर्ममा के हाल्दाखेरि ठिक हुन्छ होइन भने अब जस्तै कन्टेन्ट क्रिएसन तपाईँ सुरु गरेको नि ब्लग नि गरेर राखु होइन उता ट्राभलिङवाला मलाई चाहिँ मेन ट्राभलिङवाला मन पर्थ्यो होइन अब फेरि घरको धेरै घुम्दैन नि त त्यस भएर अब एक्सप्लोरेसन सिकिन्छ सुरुमा एक्सपेरिमेन्ट गरेर त्यो हालिन्छ होइन होप राम्रै रिजल्ट आउँछ र यो प्रोग्राम चाहिँ एकदमै राम्रो भयो ओभरअल होइन ल यहीँबाट पनि ब्लगको आउटरो गरिदिन्छु होइन ल आजको ब्लगको लागि चाहिँ यति नै होइन राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब हानिदिउँ होइन अब मेरोबाट जस्तो आजै सुनेको थिएँ होइन कस्तो
लास्टमा कस्तो दिन्छ, कस्तो सन्देश होइन, कस्तो अडियन्सले हामीले एट्र्याक्ट गरिन्छ भन्ने कुरा लास्टमा भनिन्छ होइन। मेरोमा चाहिँ मेन अब मैले के भन्छ, जब म ट्राभल गर्छु या केही नयाँ एक्सपिरियन्स गेन गर्ने मौका, सेयर गर्ने मौका, अनि घुमेछु भने कतै होइन, कतै गएर केही राम्रो कुरा सेयर गर्न सक्छु भने मैले ब्लग गराउँछु होइन। त्यसको लागि चाहिँ हजुरले मलाई सब्सक्राइब गरेर राख्नुहोस् होइन। मेरो आफ्नो एक्सपिरियन्स हुन त म ठुलो होइन, त्यहाँदेखि मेरो एक्सपिरियन्स भए मैले गरेको अनुभवहरूबाट हजुरले पनि केही सिक्न सक्नुहुन्छ भन्ने आशा राखेको छु। ब्लग यति भन्दै ब्लग अन्त्य गर्छु। मेक स्योर टु लाइक, सेयर, सब्सक्राइब। माया देखाम। पिस आउट।